म चाहिँ हाम्रो कविसको मामा ल है एउटा अर्को नयाँ परिचय चाहिँ तपाईँहरूकै यहाँ आज चाहिँ जो सहभागी हुनुहुन्छ उहाँहरूको र फेरि पनि नमस्ते है। आशा छ हामीले यो 30 दिनलाई चाहिँ उत्पादनमूलक बनाउन सक्ने र सँगसँगै यी नयाँ कुराहरू सिक्ने जुन जोस थियो त्यो जोसलाई कन्टिन्युटी गर्दै निरन्तरता गर्दै आफूमा थोरै ज्ञानको ज्योतिहरू भर्न सक्यौँ। फेरि पनि दर्पण नेपालको आयोजनामा आयोजित यस 35 दिने विशेष फोटोग्राफी कक्षामा सहभागी सम्पूर्ण मित्रहरू, सम्पूर्ण सहभागी सहपाठीहरूलाई चाहिँ म फेरि पनि दर्पण नेपालको तर्फबाट न्यानो नमस्कार टक्राउन चाहन्छु। आशा छ यहाँसम्मको कार्यक्रम चाहिँ यहाँसम्मको चाहिँ तालिमले तपाईँहरूलाई फोटोग्राफी भिडियोग्राफीसँग सम्बन्धित जानकारीहरू दिन सफल भयौँ हामी। भोलिबाट हामी अब कन्टेन्ट हामीले रेडी गऱ्यौँ। अब यसलाई हामी एउटा कन्टेन्ट ग्रुपमा सोचेर यो कन्टेन्टलाई कसरी मार्केटमा लिएर जाने भनेर हामी होमवर्क गर्नेछौँ भोलिबाट। तपाईँहरूमध्ये कतिलाई अहिले भर्खर पर्सनली पनि क्यामेरामा बोल्ने थोरै कन्फिडेन्स छैन अथवा तरिका थाहा भएन, टेक्निक थाहा भएन, के बोल्ने भन्ने कुराको समस्या हुन्छ माइन्डमा, त्यो खेल्छ भन्ने कुरा बुझिरहेर हिजो मेरो समय पनि त्यस्तो थिएन होला, म पनि क्यामेरासँग लजाउन सक्थेँ होला सायद। तर अब एउटा प्र्याक्टिस अनि यो निरन्तरताले गर्दा आज तपाईँहरू माझ पनि र सँगसँगै क्यामेराको अगाडि पनि बोल्न सक्ने भएको छु। त्यो कसरी हुन सकेँ भन्ने कुराको एउटा निचोड पनि हामी भोलि छलफल गर्नेछौँ। सँगसँगै यो फोटोग्राफी भिडियोग्राफी चाहिँ हामीले एज प्रोफेसन गर्दै गर्दाखेरि यसले हामीलाई कहाँसम्म पुऱ्याउन सक्छ र बिगिनिङ लेभल के हो भन्ने कुराको एक्सपिरियन्स सेयर गर्नको लागि हामीसँग अरू 1-2जना एक्सपर्टहरू पनि आउनुहुन्छ जसले आफ्नो यो फोटोग्राफी भ्लगिङ कन्टेन्ट मार्केटिङ कन्टेन्ट क्रिएसनको बाटोमा चाहिँ एउटा कन्ट्रिब्युसन गर्नुभएको छ, एउटा यात्रा तय गर्नुभएको छ। उहाँहरूले तपाईँहरूलाई आफ्नो अनुभव सेयर गर्नुहुनेछ। कसरी सुरु भयो, यसलाई एज प्रोफेसन कसरी लान सकिन्छ त, अथवा यसलाई रुचिको रूपमा सुरु गर्दै गर्दा पनि हामी कहाँसम्म पुग्न सक्छौँ भन्ने कुराको बारेमा जानकारी प्राप्त हुन सक्छ। अब यो बाहेक हामीले लेन्सको कुरा गऱ्यौँ, हामीले क्यामेराको बडीको कुरा गऱ्यौँ। अब भोलि हामी भोलिको सेसनबाट हामी लाइटको बारेमा कुरा गर्नेछौँ। अरू इक्विपमेन्ट के युज हुन्छ त जसले चाहिँ हामीलाई प्रोफेसनल फोटोग्राफरको रूपमा अथवा प्रोफेसनल कन्टेन्ट क्रिएटरको रूपमा अगाडि बढाउन सक्छ। ती ग्याजेट्सको विषयमा हामी कुरा गर्नेछौँ। भोलिको सेसनबाट हामी सुरु गर्नेछौँ। त्यो चाहिँ बिहान, त्यही भएर हामी आधा घन्टा चाहिँ हामी कन्टेन्ट मार्केटिङको लागि थोरै होमवर्क गर्नेछौँ र स्क्रिप्ट हामी लेख्न सिक्नेछौँ। हामी धेरै कुराहरूलाई स्क्रिप्ट बनाउनेछौँ। सँगसँगै अब क्यामेराको अरू कम्पोनेन्टहरू के हुनसक्छ त्यो कम्पोनेन्टहरूको विषयमा छलफल गरेर त्यसलाई कसरी टाइप गर्ने भन्ने विषयमा हामी लिएर जानेछौँ। र एउटा कहानी याद आयो मलाई। एउटा बारीमा चाहिँ कुखुराहरू चढ्दै थियो अरे, आकाशमा यसो हेरेछन् रे होइन, बाज पनि उडिरहेको थियो अरे क्या होइन। अनि अलिअलि त कुखुराहरू पनि फर्किन्थे, 1-2 कालमा त उड्थे। अनि कुखुराहरूले चाहिँ एउटा समूह बनाएछन्, छलफल गरेछन् क्या एउटा। अब हामी बाजलाई बोलाउने, त्यसपछि उड्ने तालिमिने हामी। त्यसपछि त्यो निर्णय पास भयो। उहाँहरूले बाजलाई एउटा इन्भिटेसन पठाउनु भयो। बाजले त्यो इन्भिटेसन हेरेर खुसी हुनुभयो। ओहो, कुखुराहरूले चाहिँ मलाई एउटा चाहिँ ट्रेनरको रूपमा चुज गरेका छन्, म जान्छु अब त्यहाँ गएर उहाँहरूलाई उड्न सिकाउँछु। त्यसपछि बाजले कडा मेहनत गरेर उहाँहरूलाई 1 महिनासम्म उड्ने तालिम दिनुभयो, 0बाट सुरु गरेर। अब सबै कुखुराहरू उड्न सक्ने भयो। ल अब यसपछि म अब तपाईँहरूसँग बिदा हुन्छु, म केही समयपछि तपाईँहरूसँग भेट्छु भनेर बाजले बिदा लिएर सबैलाई दीक्षित बनाएर निस्किनु भयो। त्यो 6 महिना पछाडि फेरि बाज चाहिँ भिजिटमा जानुभयो। 6 महिना पछाडि त्यहाँ पुगेपछि फेरि कुखुराहरू त उडेकै छन्, पुरै हिँडिरहेको मात्र छन्। 1-2 कालमा भन्दा उड्दै उड्दैनन्।